त्यसो गर्दै लौरो टेकेर बसेको कुर्सी छोडेर उभिनु भयो अनि हाँस्दा हाँस्दै लौरो छोडिदिनु भयो। लौरो छोडिदिएपछि फेरि हाँस्दा हाँस्दै भुइँमा थुचुक्क बस्नुभयो। त्यसदेखि पछाडि पुर्लुकी लड्नुभयो। र अब नेपालमा हास्य व्यङ्ग्यकारहरू महारथीहरू धेरै नै हुनुहुन्छ, तर मैले सुनेको छैन त्यत्रो ठुला साहित्यकार हास्य व्यङ्ग्य साहित्यकारहरू कलाकारितामा मान्छेलाई हँसाएर लडाएको। मैले चाहिँ मान्छे लडाइरहेछु। इलाममा कुर्सी बेन्च नै भाँचियो। मान्छे हाँस्दा हाँस्दा कोही मोटा हुँदा रहेछ, कोही पातला हुँदा रहेछ। मोटा मान्छे हाँस्दा भ्यात 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 गरेपछि कुर्सी त खड्के गइहाल्यो, बेन्ची पनि गयो। हणको कविता पहिले रुके डाङ्के डेङ्सा रुकेरी उडिडो काली किणिकी ढ्याङ्ग्री डाङ च्याङ्ग्री रुकी सेडुनी नुङ सारी डुडुडु ढ्याङ 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 रुकी सेडुनी नुङ सारू किडो चा ढ्याङ रोडाङ ढ्याङ्ग्रो रुकी सेडुनी नुङ सारी डुकुचो। न मट्याइलोमा, न ढाँडामा, न बान्तामा, न झाडामा, न गर्मीमा, न जाडामा, न घोसेमा, न ठाडामा, न धनुकाँडामा, न बाडामा, न अघिपछि, न चाडामा, न मधेसमा, न पहाडमा, न गुन्द्रुकमा, न फाडामा, न मासुमा, न हाडामा, न नजिकमा, न टाढामा, न गर्दनमा, न गाडामा, न खाटोमा, न टाढामा, न भुइँसीमा, न पाडामा, न रक्सीमा, न जाडामा मै मात्रै हुँ सबै अक्षरको कथा लेख्ने। सबै अक्षर नमस्कार। खितकौलीको खितकौलीका लागि द पोडकास्ट बाङ्गाटिङ्गा गफ हो यो श्रृङ्खलामा हामी आज जुटेका छौँ। मलाई लाग्छ अहिलेसम्म यो बाङ्गाटिङ्गा गफ अन्तर्गत तपाईँले जे जति श्रृङ्खलाहरू हेर्नुभयो यो उपलब्धिमूलक छ भन्ने हामीले लागेको छ। र आजको यो श्रृङ्खलामा हामीसँग अर्का एकजना व्यक्तित्वलाई प्रस्तुत गर्दैछौँ। र आजको यो श्रृङ्खला चाहिँ नेपाल एफएम को स्टुडियो भित्र हामी यसलाई चाहिँ स्वराङ्कन गर्दैछौँ, भिडियोकरण गर्दैछौँ। र यस सिलसिलामा हामीसँग आज त्यस्तो एउटा व्यक्तित्वसँग उहाँको जीवन वृत्तसँग जोडिएर हास्य व्यङ्ग्य क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानका सन्दर्भमा चर्चा गर्दैछौँ। उहाँ हुनुहुन्छ डम्बर घिमिरे। डम्बर घिमिरे नेपाली हास्य व्यङ्ग्यका क्षेत्रमा, हास्य व्यङ्ग्य कलाको क्षेत्रमा, हास्य व्यङ्ग्य लेखनको क्षेत्रमा र एक प्रकारले भन्ने हो भने हास्य व्यङ्ग्य सिर्जनाका क्षेत्रमा धेरै योगदान, विशिष्ट खालको योगदान पुर्याउँदै आउनुभएको व्यक्ति हुनुहुन्छ। उहाँसँग कुनै पनि सभा समारोहमा, साहित्यिक जमघटहरूमा उहाँले धेरै श्रोताहरूलाई मुर्छा पर्ने गरी हँसाउँदै आउनु भएको छ। म अहिले पनि सम्झिँदैछु, हेटौडाको एउटा कार्यक्रममा हामी जुटेका थियौँ, उहाँ पनि पुग्नु भएको थियो। र त्यो 2 दिनको बसाई उहाँको संसर्गमा रहेका कोही पनि व्यक्ति जुन किसिमले हाँसेको दृश्य मेरो मानसपटमा, यो त 12-14 वर्ष अगाडिको कुरा, अहिले पनि म झल्झली सम्झिरहेको छु। त डम्बर घिमिरे आज हामीसँग हुनुहुन्छ र यो बाङ्गाटिङ्गा गफमा उहाँले के कति हँसाउनुहुन्छ, के कति हास्य सामग्री प्रस्तुत गर्नुहुन्छ त्यो पनि छँदैछ। तर सबभन्दा पहिले म हार्दिक स्वागत गर्दछु डम्बर घिमिरेजीलाई। नमस्कार। हजुर नमस्कार। यहाँहरूलाई मेरो धेरै धेरै नमस्कार, धेरै धेरै
धन्यवाद, धेरै धेरै कृतज्ञता व्यक्त गर्दछु। अनि झापाको धरमपुरदेखि काठमाडौँको चाहिँ काठमाडौँका गल्ली कुना कुन्तुरसम्म पनि जो आइपुग्नु भएको छ, त्यो यो तपाईँको जन्मस्थल त फेरि पनि अझै पहाडतिर हो, कहाँ जन्मिनु भयो? हजुर, म खोटाङ जिल्लाको हौचुर, रावा खोला हौचुर 6 नम्बर वार्डमा जन्मिएको। कति सालमा जन्मिनु भयो? ए सालमा नागरिकतामा चाहिँ म अहिले 70 कति भएँ। जन्मलाई चाहिँ म 2 सालको हो, 2002 साल। 80मा हिँड्दैछु, नागरिकतामा 70मा हिँड्दैछु। यस्तो भनेपछि वृद्ध भत्ता चाहिँ भर्खर प्राप्त गर्न थाल्नुभयो? वृद्ध भत्ता मलाई दिएनन्, पेन्सन खाएको कारणले। हामी खानै परेन, खाना पड्काउनेले त पड्काइराखेको छु मैले याद गरेँ। अनि त एकदम सुरुतिर जाउँ न, तपाईँले यो हास्य व्यङ्ग्य तर्फै तपाईँ कसरी अभिप्रेरित हुनुभयो लेखनमा या कलाकारिताको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो? मलाई यो प्रकृतिले हो कि ईश्वरले हो कि अथवा कसले हो, यो कसैको प्रेरणाले म हास्य व्यङ्ग्यकार भएँ, साहित्यकार भएँ अथवा कलाकार भएँ वा के भएँ भनेर भन्न मन लाग्दैन मलाई चाहिँ। किन भनेर भन्दाखेरि उसलाई त्यो पन आफै आउँछ, आफै दियो, केले दियो। मेरा बोली वचन, मेरा रचना, हिँडाइ बोलाइ त्यसै मान्छेहरू आफै मन पराउँथे। गर्दा गर्दै मेरो लत त्यतै बसेछ। तर मैले कसैलाई देखेर, कसैको सिको सिक्छु भनेर, फलानु जस्तो हुन्छु भनेर म लाग्या होइन। अब नेपालमा हास्य व्यङ्ग्यकारहरू, महारथीहरू धेरै नै हुनुहुन्छ, तर मैले सुनेको छैन त्यत्रो ठुला साहित्यकार, हास्य व्यङ्ग्य साहित्यकारहरू कलाकारितामा मान्छेलाई हँसाएर लडाएको। मैले चाहिँ मान्छे लडाइरहेछु। इलाममा कुर्सी बेन्च नै भाँचियो, मान्छे हाँस्दा हाँस्दा कोही मोटा हुँदा रहेछ, कोही पातला हुँदा रहेछ। मोटा मान्छे हाँस्दा भ्यात 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 गरेपछि कुर्सी त खर्कै गइहाल्यो, बेन्च पनि गयो। अनि विराटनगरमा प्रमुख अतिथि हुनुहुन्थ्यो केदारमान व्यतीत। त्यतिखेर भन्न त हुने हो कि नहुने हो, जोडी त्यतिखेरका जोडी चाहिँ इन्दिरा परसाई, नरेन्द्र राज परसाई होइन, त्यही त भन्नु कि नभन्नु भनेको। नरेन्द्र राज परसाई होइन, उनको पहिला बुढा के अरे महेश परसाई। महेश परसाईले कार्यक्रम गरेको थियो। त्यस कार्यक्रममा प्रमुख अतिथि उसलाई बोलाएको थियो। केदारमान व्यतीत हुनुभयो। अनि त्यो केदारमान व्यतीत प्रमुख अतिथि भएको बेला पालो मेरो आयो। म आफ्नो प्रस्तुति दिन थालेँ। अनि केदारमान व्यतीतज्यू हाँस्दा हाँस्दै हात यसो गर्दै लौरो टेकेर बसेको कुर्सी छोडेर उभिनु भयो। अनि हाँस्दा हाँस्दै लौरो छोडिदिनु भयो। लौरो छोडिदिएपछि फेरि हाँस्दा हाँस्दै भुइँमा थुचुक्क बस्नुभयो। त्यसदेखि पछाडि पुर्लुकी लड्नुभयो। लडेको लडाइ हुनुभयो। अनि उहाँको मुटुको बिमार रहेछ भने त बा गइसक्नुभयो, बा हुनुहुन्छ भन्ने कता कता भित्र डर पनि लाग्यो। सुती सुती घरि हात यसो यसो पनि गर्नुहुन्थ्यो गर्न चाहिँ भुइँभरि। अनि मेरो कार्यक्रम सिद्धिएपछि अनि उहाँ उठ्नुभयो र सोफामा बस्नुभयो। एउटा घटना। अर्को घटना, इलाममा हँसाएको बेला मान्छे हाँस्दाखेरि कुर्सी बेन्चीहरू पनि भाँचिएका छन्। अनि त्यस्तो समय घटना भएको छ।
अनि यहाँ कसरी चर्चामा आइस, कसरी हास्य व्यङ्ग्यमा लागिस भन्दा हास्य व्यङ्ग्यमा म कसरी लागे किन लागे मलाई थाहा छैन। अनि यहाँ मलाई काठमाडौँमा चाहिँ महजोडीले सिकाए, कसैले सुनाएछन् एउटा अनौठो खालको हास्य व्यङ्ग्यकार छ झापामा भनेर कसैले सुनाएछन्। सुनाएपछि महजोडीले 57 सालमा गाई जात्रै कार्यक्रममा, त्यतिखेरको गाई जात्रै कार्यक्रमको नाम थियो शालिक भन्ने नाम राखेको थियो। अनि शालिक भन्ने कार्यक्रममा महजोडीले सिकाए। अनि त्यस कार्यक्रममा भाग लिने मान्छेहरू, पात्रहरू, कलाकारहरूको नाम कान्तिपुरमा के अरे गोर्खा हो कान्तिपुर पत्रिकामा आयो पनि। अनि त्यहाँबाट म यहाँ आएँ। त्योभन्दा पहिले 51 सालमा पहिलोपल्ट हाम्रा यी बुढा मान्छे काङ्ग्रेसका प्रधानमन्त्री भएका थिए। होइन होइन, यहाँ अहिलेका संयुक्त जोडी छन् नि सरकार चलाउने, देउवा प्रधानमन्त्री भएको बेला दमौलीमा कार्यक्रम भएको थियो। सबैले बोलाएको थियो, म पनि झापाबाट गएको थिएँ। अनि मैले त्यहाँ प्रस्तुति दिएँ। त्यहाँ प्रस्तुति दिएपछि अनि त्यहाँ जाने मान्छेले यहाँ प्रचार गरेर हल्ला गरेर डम्बर घिमिरे गर्यो दमौलीमा भनेर त्यो पनि भन्ने सुनेर अनि बोलाएको हो। अनि यहाँ आएर अनि महजोडीले के कार्यक्रम प्रस्तुत गर्नुहुन्छ भनेर के सोधे। मेरा प्रस्तुतिहरू मैले भनिदिएँ। भनेपछि मैले 2टा रोजे टुक्रा, तिनी 2टा टुक्रा मैले त्यहाँ प्रस्तुत गरेका थिएँ। त्यो चाहिँ मदन कृष्ण हरिवंशले गरेको गाई जात्रा कार्यक्रमको अवसरमा कि त्यो कार्यक्रम चाहिँ गाई जात्रा अवसरमा हो। एउटा टुक्रा चाहिँ सुनाइ हेरौँ न, कस्तो कस्तो रहेछ, मान्छेले कसरी त्यो पुर्लुकै लड्ने खालको चाहिँ के थियो भनेर त्यो टुक्रा। पहिले उनीहरूले रोजेको चाहिँ 2 टुक्रा यहाँ भनिदिउँ। धेरैवटा भन्दाखेरि 2 टुक्रा उनीहरूले रोजे। जस्तो मैले त्यसलाई मुक्तक भने, पहिलोपल्ट मन्त्री हुँदा कोही मन्त्री भयो, त्यो मन्त्री हुनु पहिलोपल्ट थियो। त्यसको हालत कस्तो हुन्छ भन्ने व्यङ्ग्य हो होइन। पहिलो पटक मन्त्री हुँदा यसरी प्रस्तुत गरे, यसरी भनियो। न मट्याइलोमा, न ढाँडामा, न बान्तामा, न झाडामा, न गर्मीमा, न जाडामा, न घोसेमा, न ठाडामा, न धनुकाँडामा, न बाणामा, न अघिपछि, न चाडामा, न मधेसमा, न पहाडमा, न गुन्द्रुकमा, न फाडामा, न मासुमा, न हाडामा, न नजिकमा, न टाढामा, न गर्दनमा, न गाडामा, न खाटोमा, न टाढामा, न भैँसीमा, न पाडामा, न रक्सीमा, न जाडामा, न सदनमा, न छाडामा, न प्लेनमा, न गोरु गाडामा, न पिडुलामा, न ढाडामा, न लोकलमा, न साडामा, न श्रीमतीमा, न राणामा, न घरमा, न भाडामा, न भुइँमा, न भाडामा हरियो छ। यो थियो। अब पहिलोचोटि चाहिँ मन्त्री हुँदा त्यसो भयो मान्छे, त्यो मन्त्रीलाई त्यस्तो हुन्छ, त्यस्तो हुन्छ। यसो गरौँ कि उसो गरौँ भनेर। दोस्रो चाहिँ मैले नेपालमा त्यो खाले साहित्यकारिता गर्नेमा मैले घमण्ड चाहिँ गरे होइन, मै मात्रै हुँ सबै अक्षरको कथा लेख्ने, सबै अक्षरको कथा लेख्ने मै मात्रै हो। त्यसमा उहाँहरूले खको कथा रोज्नु भएको थियो।
खको कथा र त्यही प्रस्तुत गरेका थिए। खको कथा विद्यार्थीले सोधे आज शुक्रबारको दिन हो, आज पढ्न मन छैन सर, रमाइलो कथाहरू भन्ने गरौँ न भनेर विद्यार्थीले एकजना सरलाई सोधेछन्। अनि सरले हुन्छ त के भन्नु त नानी हो भनेर सरले सोध्नुभयो। सोधेपछि आज हामी खको कथा सुन्ने भनेछन्। अनि सरले खको कथा भन्न थाल्नुभयो। सुन नानी हो, खुर्पा प्रसाद खमतरी खत्री खेमरञ्जन खतिवडा र खड्ग प्रसाद खरेल खसी किन्ने भनेर खारसाङ गएछन्। खारसाङमा पुगेपछि खसी बजारमा गएछन्। खसी बजारमा गएपछि खसीका धनी खसिया र खसिनीसित खसीको बारेमा कुराकानी गरेछन्। खसीका धनीले खोरात लागेको खैरो खसी देखाइदिएछन्। खसी किन्नेहरूले पनि खसी हेर्छन्। खसी हेरेपछि खसीको दाम खुदैछन्। खसी बेच्नेले खसीको दाम बताए, खसी किन्नेले खसीको दाम घटाए, खसी बेच्नेले खसीको दाम छोडेन। खैरो खसीको दलाली गर्दा खसी किन्नेले खसी बेच्नेको बेचमा खस्रो मसिनु परेछ। खस्रो मसिनु पर्दा पर्दै खयाङ खुवाउने भएछ। यति खयाङ खुवाउनु भएछ कि खसी बेच्ने खसियाले खसी किन्नेहरूको खुट्टो एउटा खुर्पाले झन्नै खुर्केनछन्। त्यहाँबाट उम्केर कुलेर ठोकेको खसी किन्नेहरू खरायो बजारमा पुगेछन्। खरायो बजारमा पुगेपछि खरायो व्यापारी खुम्बहादुर खड्कासित भेट भएछ। अनि ए खड्का खाजा खुवा भनेछन्। खुम्बहादुर खड्काले पनि आफ्नो साथी खुर्पा प्रसाद खमतरी खत्री खेमरञ्जन खतिवडा र खड्ग प्रसाद खरेललाई खास्ता खोर्चुन खिर बहन खजुरी किनेर खासाको खाजा खुवाएछन्। आफूले पनि खाएछन्। खाजा खाइसकेपछि सबैको घाँटी खसखस गर्न थालेछ। अनि घाँटी खसखस गर्न थालिसकेपछि सबैले एउटा एउटा खोयो लिएसुदा घाँटी खोर्किन थालेछन्। खोयाले घाँटी खोर्केपछि कुइलिएर खलपत्रे भएछ। अनि खोक्न थालेछन्। खोक्दा खोक्दै खार्तम्दा बस्ने खड्ग कुमारी खम्बुलाई लिएर खोटै जिल्लाकै खार्पाबाट ख्याति बसत आइपुगेछन् र खुइलेको घाँटी हो ओखती बताएछन्। खुइलेको घाँटीमा खोर्सानी दल्नुपर्छ भनेछन्। खड्कुला पकाएको खिर खानुपर्छ भनेछन्। खकुतोमा राखेको पकाएर पिउनुपर्छ भनेछन्। अनि खुइलेको घाँटी निको हुन्छ भनेपछि उनीहरूले त्यसै रोगीहरूलाई त्यसै गरेछन्। अनि खुइलेको घाँटी निको भएछ नानी हो भनेपछि नानीहरू खुसी भए। कदेखि ख हुँदै गयो। यो अँडको चाहिँ कसरी बनाउनु भयो तपाईँ? अँडको पनि बनाउनु भएको छ? त्यो पनि कथामाथि कथा छ। अँडको कथा कथामाथि कथा कसरी छ भन्दा एक दिन गणेश रसिक भोजपुरका हुन्। उनी काठमाडौँमा बस्थे। काठमाडौँमा बस्दा बस्दै उनलाई इलाम जान मन लाग्यो। इलाम गए। इलाममै बसोबास गर्ने भए। इलाममा एउटा कार्यक्रम गर्ने भए। इलाममा एउटा पुस्तकालय खोल्ने भए। त्यो पुस्तकालयमा प्रमुख अतिथि त्यतिखेर कोइराला के नाम गरेको कोइराला थियो। त्यो फर्सीको लहरा कविता लेख्ने। फर्सीको लहरा कविता लेख्ने मोहन कोइराला अनि सदस्य सचिव तुलसी भट्टराई उहाँहरू गइसकेका थिए। हामी चाहिँ 4 आलीमा झापाका भेला भयौँ र गाडीमा चढ्यौँ। गाडीमा चढेर कृष्ण धारावासी पनि त्यही बेलामा हो थिए। कृष्ण धारावासीले त्यो कथा सुनेपछि उता पश्चिम कहाँ गएका बेला उही मधुपर्कमा लेख्नु भएको छ। यो त्यो अङ्क राखेका छैन। अनि उकालो लाग्दै थियो। झापाका धेरैजना मान्छे छौँ। अब अलिपुटाङ्गे केशव आचार्य हो भाइ तपाईँ सबै अक्षरको कथा लेख्ने भन्नुहुन्छ। लु उहाँको कथा भन्नुहोस् त ल्याउ त भनेर भने। अनि सबैजनाले कृष्ण धारावासीले दिक्मान बिरही आदि गरिएका
अहिले ठिक भन्नुभयो केशव आचार्यले। लु उहाँको कथा भन्नु त शब्द पुष्पमा नै छैन, शब्दहरू नै छैन। उहाँको कसरी कथा भन्छ भनेपछि हुन्छ कथा भने मैले कसरी हुन्छ भन्दा किन हुँदैन, बनाउनु पर्छ पो हुन्छ त भने मैले। लु भन त भनेपछि अनि मैले भन्न थालेँ, के कथा भन्नु कि कविता भन्नु भनेपछि लु दुइटै भन् भने। ल कविता सुन्नु भनेपछि मैले कविता भने। सुनाओ उहाँको कविता पहिले। रुके डाङ्के डेङ्सा रुकेरी उडिरो काली किणिकी ढाङ्री डाङ च्याङ्री रुकी सेडुनी नुङ सारी डुणो ढाङ ड्याङ ढ्याङ ड्याङ ढ्याङ रुकी सेडुनी नुङ सारू किडो चा ढ्याङ रो डाङ ढ्याङ रो रुकी सेडुनी नुङ सारी डुकुचो। अनि कविता भयो कि भएन? स्वीकारिन्छ। अनि लु भन् भएर पछि अझै सुन्छौ? ल सुन्ने, ल सुन त। रणा कड्याङ टो ऋणो कड्याङ ठा अनाङ्ग्री ड्याङ ठा ढुकिसे अनाङ्ग्री पडाङ्ग्री प्याक प्याक ऋणो कुडा ढ्याक ढ्याक ढाके ढुके ड्याङ सेडो अर्को पनि कविता। ल सुन्नु अब कथा भनौँ भनेपछि लु भन् भने उनीहरू त हाँस्न थालिहाले राम्रो सिकान भएर कथा भन्ने बाँकी छ। अनि गाडी हाँक्ने पनि भरिभरि हाँस्दैछ। त्यो उकालोमा यता र उता खाल्टो छ, बिचमा बाटो छ इलम जाने बाटो, खाल्टोको ओइरो छ कि भन्ने डर पनि लाग्दैछ। अनि कथा भन्न थालियो। सुनाओ साथी हो म रणको कथा भन्दैछु भनेपछि रणको कथा भनियो। रुत्त बहादुर रेडित्त माया हिँडिङ बजार गएछ। हिँडिङ बजार पुगेपछि 1 किलो रण 1 र 2 किलो ढोलो किनेर ल्याएछन्। बाटोमा आउँदा आउँदै दुवैजनाले एनेक भएछ। अनि खेत्री पैसासँग इणिक नामहरू घा टिपेर ल्याएछन् अनि माडेर लाएछन् अनि निको भएछ। अनि त्यहाँ घरतिर लागे पर जाँदै थिए बाटोमा रुत्ते बहादुरको ढ्याके देवीसित भेट भएछ। रुत्ते बहादुरले ढ्याके देवीलाई उडुले ढ्याक भनेछन्। उडुले ढ्याक भनेछन्। के तिमी मलाई मन परेको थियो भनेको रहेछ। ढ्याके देवीले न उडुले ढ्याक गर्दिन तिम्रो हृदय रहेछ नि भनेको रहेछ। अनि रुत्ते बहादुरले सोध्यो भने राउनुके ढ्याक भने जाऊ त तिम्रो घर भनेको रहेछ। ढ्याके देवीले पनि उडुले ठ्याक जान्छु त मेरा घर तिमीले भरिनु पर्छ र भनेपछि अणाउनुके ट्याक भनिन् जान्छु त मेरा घर भनिहाल्छ। अनि घरमा लागे। अनि रुत्ते बहादुर तपाईँ घर पुगेपछि रित्त मायाले त्यो 1 किलो रण 1 र 2 किलो लुक किनेर ल्याएको थियो। नाङ्लामा हालेर केलाउन थालिन्। केलाउँदाखेरि हातका पन्जाले पछाडिबाट नाङ्लामा हिर्काएर किनेक पारेर हिर्काइछन्। अनि त्यो भाँडामा हालिन्, आगो लगाइन्। पाक्दाखेरि त्यो त उडौँ ग्लो गरेर पाकेछ। त्यो पाकेपछि दुवैजनाले मुखमा हाले। मुखमा हाल्दाखेरि दुवैजनाको मुख त उडे पो भएछ। फाटेको फाटे के ल्याएछ कोक्याउने कुरो मरेर ल्याएछ। अनि ए बाबा के ल्याएछ यस्तो त मिठो कुरो ल्याएको थियो भनेर फेरि मुखमा हाल्ने भएका दुवैजनाको मुख उडे भएर अनाएको भए खतम भइहाल्दैछ। पिएसीले धारावासी केशव आचार्य त धेरै हाँस्ने मान्छे। आज इल नपुग्ने भए म मरेर भए आज भन्छन् कहिले के भन्छन्। अनि
खिटकौलीको खिटकौली।